अनि 18 पदले भन्छ, तर कसैले भन्ला तिमीसित विश्वास छ, मेरो चाहिँ कामहरू छन्। काम बिनाको तिम्रो विश्वास मलाई देखाऊ र मैले गरेको कामद्वारा म आफ्नो विश्वास तिमीलाई देखाउने छु। ल एउटा अब गम्भीर प्रश्न गरे। अब याकुबले चाहिँ एकदमै गम्भीर प्रश्न उठाउनु भयो। अब के भनेको छ भने तिम्रो काम बिनाको विश्वास देखाऊ र विश्वासलाई देखाउने कुरा गर्नुभएको छ। अब विश्वास देखिने कुरा हो, देखिने कुरा हो। विश्वास देखिँदैन। विश्वास कहाँ हुन्छ? हाम्रो हृदयभित्र हुन्छ। विश्वासलाई चाहिँ अब देखाउनु पर्यो। अब यसले भन्छ, अब याकुबको पुस्तकले भन्छ तिमी चाहिँ आफ्नो विश्वासलाई चाहिँ देखाऊ भनेर। देखाउने कसरी देखाउने? अब देखाउनलाई त विश्वास त अब हृदयभित्र हुने कुरा हो, हृदय बाहिर हुने कुरा त होइन। तर अर्को व्यक्तिले भन्छ म चाहिँ मेरो विश्वास देखाउँछु भनेर चाहिँ। यहाँ चाहिँ दुईजना विश्वास, दुईजनाको चाहिँ टक्कर भएको छ। अब त्योले भन्छ म चाहिँ मेरो विश्वास चाहिँ म देखाउँछु। त्यो विश्वास देखिने भनेको प्रियहरू कामद्वारा हो। आमेन। जब तपाईँ र म चाहिँ बाइबल अनुसार चल्छौँ भने तपाईँ र मेरो विश्वास देखिन्छ। विश्वास देखिने कुरा हो, विश्वास नदेखिने अदृश्य कुरा चाहिँ होइन। तपाईँ र मेरो हृदयभित्र विश्वास होला, तर त्यो विश्वासले चाहिँ काम चाहिँ गर्दैन भने त्यो विश्वास चाहिँ मृत विश्वास हो, मरेको विश्वास हो। त्यो विश्वासले प्रगति कहिले पनि गर्दैन। त्यो विश्वासले चाहिँ उन्नति कहिले पनि गर्दैन। त्यो विश्वासले चाहिँ तपाईँ र मलाई स्वर्ग पनि लाँदैन। प्रियहरू, तपाईँ र मसँग चाहिँ यदि हामीले चाहिँ प्रभु येशूमा विश्वास गरेका छौँ भने विश्वास अनुसार काम पनि गर्नु पर्यो। आमेन।